जान्छ आवाज सुनिम न यस्तो मिठो छ नि मेरो चस्मै खसेछ मलाई बच्चैदेखि होइन बाइकको भिडियो बनाउनु मन थियो कि अनि आज हामी जाँदैछौँ मोरबिडेलीको भिडियो बनाउन नाइट सुट अहिले इट्स करेन्टली 7:34 अनि वी आर हेडिङ टुवर्ड्स मेन लोकेसन होइन आइ एम ओभरवेल्म्ड कतिवटा कभर गर्नु छ आज र भोलिमा ठाउँहरू I'm about to head out, so see you guys. Don't miss the ending, don't miss the whole video, and let's go. Okay, खै त बाइक भनिराख्नुभएको छ भने बाइक चाहिँ उता यहाँ सुमन दाइकोमा छोडेको छु मैले अनि पानीले पो हान्न थाल्यो त यार पानी चाहिँ नपर्दियो हुन्थ्यो प्लिज लेट्स गो दाइले सामान रेडी गर्दैछु भन्ने हुन्थ्यो है ल गाइज बाइक्स ओभर हियर मोरबिडेली होइन सच अ ब्युटिफुल मसिन अस्तिको भिडियो हेर्नु भएको छैन भने गो चेक इट आउट सुमन दाई यो चाहिँ हाम्रो दाइको स्टुडियो है केटा हो खोइ कहाँ हो बस के भइरहेछ यहाँ एपेक्स 3 छ यो चाहिँ आज मेन चाहिँ यो गर्छौँ है यसबाट भिडियो सुट गर्छौँ अनि पर्दैन ल गाइज होइन हामीलाई यति भए त इनफ हो नि पानी परेको भएन छैन पर्न ला जस्तो चाहिँ गरे नपर्ला नि यो चाहिँ डिजाइको आरएसको हो विमल भइहाल्यो ल गाइज ल हामी चाहिँ निस्किनु पर्छ ल ढिला भइसक्यो नि त यार सामानहरू चाहिँ हामी झोलामा प्याक गरेका छौँ अब हामी निस्किन्छौँ आज चाहिँ हाम्रो नाइटको सिनको लागि छ अब भोलि फेरि हामी डेको लागि सुट गर्दैछौँ धेरै ठाउँ घुमी मौसमले चाहिँ च्यालेन्ज गरिरहेछ साथीहरूले पनि च्यालेन्ज गरे म पनि लागेँ ल सुटमा ल हामी लागेको यस्तो हेर्दै गर्नु होला हाम्रो चाहिँ आजको सुट चाहिँ यो बाइकमा छ होइन बाइक एकदम मस्त छ फेरि मस्त छ बाइक है तर हामीलाई चाहिँ एकदम वेदरले पुरै च्यालेन्ज गरेर पानी परिरहेको यार यो नाइटको सिन खिच्नु जानै पाइला छैन एकदम झ्याउ भइसक्यो 1 घन्टादेखि कुरै छौँ ओ नाइस ल खै बाफरे सुपर राम्रो डिस्प्ले हो क्या हो यार है कडा छ त साउन्ड पनि चेक गर्नु न मिठो छ साउन्ड साउन्ड यहाँ चेक गर्नु नगर भाइले यसको डिस्टर्ब हुन्छ यार पुरै भाइ के हुन्छ अब बिजोग भयो नि राति हामी राति 12 बजी भएर जान्छ होइन यस्तो रेडी भएर बसेको यार कामै लाग्यो भाइ त पुरै के बेमा हिँडेको क्या भाइ पुरै बेमा हिँडे जस्तो देखिरहेको छ अहिले भाइले कलर म्याच गरे हो यो होइन भाइको पुरै ड्रेससँग कलर म्याच भइरहेको फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं गाली दूं ना जिंदगी भर याद रखें ये टेंशन हो गया यार भाइ टेंशन नलिए के कस्तो लास्ट टेन्सन भयो पानीको बाइक आज र भोलि मात्र हो टेन्सन नलिए भाइ यार जसरी रातको 12 बजी गयो भने खिचौँ न टाइम छ हामीसँग 8:30 हुँदैछ होइन 8:30 हुँदैछ अब हामी 1-1.5 घन्टा अझै कुरौँ न के छ र होइन ल गाइज पानी चाहिँ रोक्यो फाइनली रोके जस्तो गर्यो रोक्नु त रोक्यो होइन अब हामी निस्किँदैछौँ अब त रोकिसक्यो पहिलोचोटि चाहिँ तपाईँको चाहिँ पहिलोचोटि ब्याग बोकेर बसिरहेको थिएँ होइन पहिलोचोटिमा चाहिँ म चाहिँ जानै मिलेन अब त जाने हो अनि चाहिँ कम भएको छ सिमसिम परिरहेछ सकिन्छ होला ल गुड नाइट बाटो नि हिलो छ है होपफुली धेरै प्रब्लम नआउला नि
तपाईँको पुच्चा हेऱ्यो हाम्रो एउटा लोकेसन चाहिँ यो हो नाइट सुटको लागि। हजुर उताको त खै त यही एउटा मात्रै छ त। त्यही त महानगरलाई कल हान्नुपर्छ क्या हो। जाउँ अब कृष्ण मन्दिरतिरै जाउँ। म यता यो पुलको बाटो जान्छु। साथी आउँदैन। पानी चाहिँ अहिले कम्प्लिटली बन्द नै भइसक्यो जस्तो छ होइन। अब कृष्ण मन्दिरतिर जाँदैछु म अनि दाइहरू चाहिँ त्यहाँ लेन्स लिन जानुभएछ इमाडोल। अघि नै हुनुपर्ने थियो है हामीसित त्यत्रो लेन्स हुँदा हुँदै पनि एउटा मेन जुन चाहिने हो त्यो चाहिँ भएन। अब लिएर आउनुहुन्छ हामी चाहिँ त्यहाँ पुग्दै गरौँ बस्दै गरौँ यसो। हुन त कृष्ण मन्दिरमा यार खतरनाक अट्याक भएको थियो नि अस्ति है। पुलभित्र नि पेन्ट लगाएको छ है। अस्ति यो बाटो हिँडिरहेको थियो होइन बाहिरबाट चाहिँ हरियो रातो दामी भित्रबाट चाहिँ कालो त्यस्तो हाँस उठेर अहिले चाहिँ जे होस् बाहिरबाट पनि राम्रो भित्रबाट नि राम्रो बनाएछ पुल। रातिको टाइममा हिँड्नुको चाहिँ मजै बेग्लै छ क्या। तर लास्ट दामी देख्छ नि अलरेडी मोडिफाइड जस्तो छ के। म मेरै खिच्छु नि त होइन तपाईँको खिच्दिनँ। मेरो गौरव पोखरेल भनेको छ। मिठो कलर के त्यो यस्तो दामी कलर छ यार। बाइकको इम्प्रेसन जस राम्रै छ। V-twin इन्जिन 250 डबल एक्जस्ट नि डबल एक्जस्ट हो नि त्यो। खतरा बच्चालाई सुन्नुहुन्छ आवाज? सुन्दिम न। यस्तो मिठो छ नि हार्ले कस्तो छ कि होइन रेप चाहिँ गर्दिनँ। यो चाँडो तर किन्छु किन प्रब्लम हो। अघि यहाँ जे होस् बाइक यसरी पार्क गरेर राखिरहेको थिएँ मैले होइन यहाँ यस्तो क्लासी देखिरहेको नि। अनि उहाँ पर बसिराख्नु भएको थियो होइन अनि हेरै हुनुहुन्थ्यो कि अनि त्यहाँबाट आउनुभयो दामी छ यो बाइक यताउति भन्न थाल्नुभयो होइन। अनि कुराकानी भयो जे होस् राम्रो इन्टरेक्सन भयो। ठ्याक्क त्यही बेलामा सुमन दाइहरू नि लेन्स लिएर आइपुग्नु भयो। अनि अहिले यहाँ चिया खाँदै हुनुहुन्छ। चिया खाइरह हो चिया हामी अब खान्छौँ। ल हाम्रो यहाँ यस्तो छ यहाँ दाइले नि मिठो चिया लिएर आउनुभएको छ। अब हाम्रो फर्स्ट सुट जस खुल्दै छ है आकाश बादल चाहिँ छैन है। हाम्रो सुट यहाँ चाहिँ सकियो होइन। अनि पुलिस
दिदी र दाइहरूले पनि एकदम हेल्प गरिदिनु भयो हामीलाई। वी आर हेडिङ टुवर्ड्स बबर मल, होइन बबर मल होइन, बिजुली बजारको पुल। ओके, बबर मलको पनि सर्ट हानी हो एक दुईवटा। जाउँ। बालै छैन। 5 4 1 2। यो चाहिँ हाम्रो आजको लागि अन्तिम हुन्छ। मेरो चस्मै खसेछ यार। अब वहीँ पुलमै होला। अब के हुन्छ, अब मैले भेट्टाएँ भने खुसी हुन्छ, अर्कोले भेट्टायो भने अर्को खुसी हुन्छ। यार हेलो गाइज, होइन खै बत्ती हाम्रो बत्ती यो होइन, यो होइन, हो यो नि धेरै उज्यालो भयो कि। हेलो गाइज, सो वी आर ब्याक फ्रम आवर सुट। अनि थेर लास्ट थाकियो यार, धुलो धुलो जताततै है, मजा आयो। अनि यहाँ हामी अब भात हान्दैछौँ। ए ल प्ले त हुँदैन। ल आजको लागि त्यति नै। सी यु अगेन टुमरो। बाई बाई, गुड नाइट।